जान्छु। आमाहरुसँग भेट भएछ नि कुसो? नातिसँग भेट भयो आज। त्यो पनि सिटी सफारीमा? त्यो पनि सिटी सफारीमा। गाडीको यात्रा सक्यो, अब सफारीको यात्रा सुरु भयो नि हाम्रो नाति हो नि। हामी काइमुङ कुशल हान्दिउँ न। गाइस म काफ्लेटर आइसकेको छु। मेरो बुढा मामा घर गइरहेको छु। नमस्ते कैसे अंदा? नमस्ते कहाँ हिँडेको त? मायाको गाइस म फेरि लौकी मधुवनदेखि लौकी आइसकेको छु। किन हात्ती हेर्न काकाको बाइकमा तपाईँहरू हात्ती छ कि छैन त्यो थाहा छैन। तपाईँहरू मेरो भ्लगलाई हेर्दै गर्नु होला। हात्ती छ भने म भ्लग तपाईँहरूलाई देखाउँछु। हामी कोशी टापु वन्य जन्तु 8-6 पुगेको छु। त्यहाँ हात्तीहरू हेर्न पाइन्छ। मेरो भ्लग हेर्दै गर्नु होला।
गाइज हामी कोशी टप्पु आइसकेको छौँ। अब हामी भित्र गएर सबै कुरा देखाउँछौँ। म भित्र जान्छु अनि म भित्रको सबै दृश्य देखाउँछु। गाइस यो अर्नाको स्ट्याचु हो ठुलो। त्यहाँभित्र के छ त्यो सबै म देखाउँछु। हेलो गाइस। हेलो। यो हात्तीको बच्चा यो के हो? यो पनि हात्तीको बच्चा, बिरालोको बच्चा, अनि यो पनि हात्तीको बच्चा। डर लाग्यो मलाई। अनि यो चाहिँ के हो फेरि? यो हरियाको हरियोको के हो यो? डल्फिन डल्फिन डल्फिन। हात्तीको त यहाँ त यो के हो? रियल त होइन नि। अनि यहाँ कुखुरा पनि रहेछ। साप छैन यहाँ? साप साप यो के हो? बिरालो। साप जिउँदो त छैन नि, जिन्दावाला त होइन। जिन्दावाला नाइ डोरी आइस्नेक यहाँ माग्छ त। यत्रो ठुलो साप हेर्नु त। मलाई गाइस तर कस्तो लाग्यो यहाँको भिडियो। अब म हात्ती जिउँदो हात्ती देखाउँछु। एउटा लगौँ न त त्यहाँबाट बच्चा लिएर जाउँ न त। सापना 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 किन साप नाइ साप नै हातले लगौँ न त बच्चा लाने।
लगाएर आउने ठाउँमा आइरहनु पर्दैन हेर्नु घरमा हेर्दा भयो त्यो मरिसकेको हो जिउँदो लाने नि यताबाट बच्चा छ नि त नि हात्तीको बच्चा छ होला नि त छैन हात्ती चराउन हात्तीको बच्चा छ होला कि उता पनि छ गाई हात्ती चराउन लग्नु भएको रहेछ अब म सोध्छु कतिखेर हात्ती आउँछ दाइ हात्ती नै छैन अब 10 बजेतिर आउनु पर्थ्यो हामीले अब ढिलो भयो अब 4-5 आन्टी हात्ती कतिखेर आउँछ 4 बजे आउँछ गाई हात्ती 4 बजे आउँछ अरे हामीले यहाँ हात्ती हेर्न पाइनौँ अब हामी जङ्गल जान्छौँ हात्ती हेर्न त्यहाँ जानको लागि टिकट दिनुपर्छ ल जा अब हामी काउन्टरमा टिकट काट्न गइरहेको छौँ लाइनको सरी मैले टिकट काउन्टर अब हामी कोशी वन्यजन्तु आरक्षभित्र प्रवेश गर्न गइरहेका छौँ यहाँको हात्तीसारमा हात्ती नभएको कारणले हात्तीहरूले चराउन लगेको छ र यो कोशीटाउ वन्यजन्तु आरक्षभित्र प्रवेश गर्दाखेरि हामीले टिकट लिनुपर्ने हुन्छ जहाँ बाइक र को 200 अनि जाने पर व्यक्तिको रु 100 को दरले टिकट लिने गरिया छ यहाँहरूले पनि भित्र टिकट नकाटिकन जानुभयो भने तपाईहरुलाई भित्र चेकजाँचको क्रममा जतिखेर पनि उहाँले कारबाही गर्न सक्नुहुनेछ नेपालको प्रचलित कानुन अनुसार तसर्थ टिकट लिएर मात्र भित्र प्रवेश गर्नुहुन म सम्पूर्ण दर्शकवृन्दहरूलाई पुनः अनुरोध गर्दै अब हामी भित्रका दृश्यहरू राख्न गइरहेका छौँ। हेलो गाइज अहिले हामी कोशीटाउ वन्यजन्तु आरक्षभित्र प्रवेश गरिसकेका छौँ र कोशीटाउ वन्यजन्तु आरक्षमा यहाँहरूलाई हामी स्वागत गर्दै यहाँ भएका दृश्यहरू राख्दैछौँ जुन दृश्यहरू यहाँहरूले पूर्ण मनोरञ्जन गर्न सक्नुहुनेछ। यो हाम्रो नेपालको एकमात्र कोशीटाउ वन्यजन्तु आरक्ष हामी हात्ती चराउन गएको हात्ती खोजिरहेका छौँ। हेरौँ सायद हामीले देख्न पाउँछौँ होला यताउति हात्ती चराइरहेको छ भने र हाम्रो भाग्यमा छ भने आज हामी अरू जनावरहरू पनि देख्न सक्नेछौँ। यतापट्टि कोशीटाउ वन्यजन्तु आरक्ष रहेको छ भने यतापट्टि गाउँ बस्ती रहेको छ। हात्ती चराउने यता लगेको छ भर्खर गएको हो भर्न पाउनु नि त कता अरूमा पनि थियो होला हौ
साप बाब होला नि बाबा माथि राख्नु खुट्टा बोर्ड भन्दा हुँदैन यो भन्नु के गर्नु त उही हारी मेरो बुढामै ल यहाँदेखि बाटो छैन बाइक जाने बाहिर जानु बाटो छैन ल अब उत्तिदिनु तँ बस्न गाइज हामी कोसीको छेउछाउमा आइपुगिसकेका छौँ सप्तकोशी नदी निकै पर गएको रहेछ यहाँबाट ऊ हात्ती 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 ऊ पर हेर्दै पनि भङ्गाल भन्दा पारिरहेछ अरू पनि होला नि त गाइस यहाँ हात्ती हेर्न पाइरहेको छौँ हामीले वहाँ हात्ती छ निकै पर त्यहाँ जानको लागि खोला क्रस गर्नु पर्छ सप्तकोशीको भण्डालो हात्ती वहाँ आइरहेको छ लाग्छ गाइस हात्ती पानी खान आएको कि गाइस हात्ती यहीँतिर आइरहेको छ गाइस हात्ती यहीँतिर आइरहेको छ हेर्नु उहाँ छ क्या उहाँ देखिरहेको छ उहाँ पनि हात्ती छ होला पर मान्छेहरू देखिरहेको हुन्छ झरायो भने म डर लाग्छ फेरि पुरै बाटो अनि कसरी उत्तिदिन चाहिँ फेरि त्यही आइरहेको छ के यति ठुलो ठुलो हात्ती कसरी गर्छ हौ राम्रो टिभीमा त कार्टुन जस्तै त छैन रियल हात्ती त मुख तल हुँदो रहेछ कार्टुन टिभीमा त दाँत पनि देखाउँछ रियलमा देखाउँदैन दाँत सुर पनि हल्लाइरहेको छ सुर खुट्टाको जत्रै हेर म नदेखेँ यहाँ देखेको थिएन हेर दिसै यो वान होइन उतापल्टि फाइनली गाइज कोशी टप्पु वन्यजन्तु आरक्षणमा हामीले हात्ती देख्न पाएका छौँ यो पालुवा हात्ती हो यो यही हात्तीसारमा पालिएका हात्तीहरू हुन् अहिले चराउन लागि यहाँ ल्याउनु भएको छ
दुईवटा हात्तीहरू रहेको छ अहिले यहाँ। हाम्रो कुशल एकदम एक्साइटेड भएको छ हात्ती देखेर। के गर्दैन नि? ओति 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 त्यो फोटो खिच्छ लाग्दैन यता 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 ए छोरो सुनमा छोरो कति राख्नु भयो राख्नु लु यसो आशीर्वाद दिन लाउनु आशीर्वाद 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 ल्याउनु छोरो आशीर्वाद फोटो खिचौँ ल दाइ हात्तीहरूको के नाम लक्ष्मी कल्ली र दमदमी कल्ली ए दुईटा हात्तीको नाम लक्ष्मी कल्ली र दमदमी कल्ली रहेको छ। खिच्दैन कसो खुजा त्यसले त यसले यहाँ रे म क्यामेरा बनाइदिन्छु ल। यो कुशलको भ्लग छ कि कुशल आधा गाई भ्लग यसमा हजुरले हजुरको भिडियो हेर्न पाउनुहुन्छ है। कुसु कस्तो लाग्यो हात्ती हेरेर? हामीले हात्ती हेर्न पाइसकेका छौँ। तपाईहरू पनि हात्ती हेर्न हात्तीसँग रमाउन चाहनुहुन्छ भने यो सुनसरीमा रहेको कोष्टौ वन्यजन्तु आरक्षकको हात्तीसार केन्द्रमा आएर तपाईँले हात्ती हेर्न सक्नुहुनेछ। हाम्रा माउतो दाइहरूले तपाईँलाई हात्तीको एकदमै नजिक ल्याउनुहुन्छ, हात्तीले आशीर्वाद दिनेछ। तपाईँले सबैको दृश्यको यहाँ हेरिरहनु भएको छ, यी सबै दृश्यहरू जस्तै तपाईँले पनि गर्न पाउनुहुनेछ। कता यता मास्टर चाहिँ गएको भेटिन्छ मास्टरमा भने अरू हात्तीहरू अन्त बच्चा चाहिँ क्या बच्चा चाहिँ हेर्नु मन लाग्छ। हात्तीसारमा त थिएन। अब म आफ्नो भ्लगलाई यही अन्त गर्नेछु। मेरो भ्लगलाई लाइक सब्सक्राइब र कमेन्ट गरिदिनु होला। धन्यवाद।